बुन्दै हुनुहुँदो रहेछ राम्रो बनाइसक्नु भएको राम्रो रहेछ चाहिँ होइन यहाँ आज लुज भएर बिग्री गयो त्यस्तै हो सिक्ने बेलामा लुज हुन्छ टाइट हुन्छ तान त्यही भएर नै हामीले सिक्ने हो सबै तान राम्रो भयो भने चाहिँ हामीले जानिँदैन होइन कहिले लुज हुन्छ कहिले टाइट हुन्छ कहिले तान छिन्छ कहिले बुट्टा बिग्रिन्छ होइन कहिले धागोको कलर मिल्दैन कहिले धागो छिन्छ अनि मात्रै हामीले जान्दछौँ त्यही भएर यो हुनैपर्छ सिकाइमा क्रममा होइन अनि कस्तो लाग्यो तालिम चाहिँ हाम्रो 25 दिनको तालिम त जस राम्रो राम्रो छ बहिनी राम्रो छ है मलाई चाहिँ इन्ट्रेस्ट नै भएर नै आएको बुढा भएर नि बुढेसकाल लाएर नै आएको हो अनि हजुर त्यही त राम्रै छ राम्रो छ है अनि मैले त इन्ट्रेस्टै राम्रो लागेर नै आएको नत्र म आउनु पुग्यो त हजुरलाई 25 दिनको तालिमले 25 दिनको तालिम त अब के जोस् अलिअलि नछुनेहरूले नि होइन छुइरहेछन् राम्रै लाग्यो त्यति राम्रो त पुग्दैन यो त कहाँ पुग्छ र तालिम त्यो 25 दिनमा त पुग्दैन सिक्ने नै होइन नि होइन हो त्यही त त्यस्तो छ ल राम्रो राम्रो गर्नु भएको छ राम्रो गर्नुहोस् शुभकामना भन्छु जस आशा गरौँ फेरि 3 महिना पायो भने चाहिँ हजुरहरू ट्याक्कै आफू तानमा राखेर तान राखेर आफै गर्न सक्ने हुनुहुन्थ्यो तर यसमा पनि अब प्र्याक्टिस गर्नुभयो भने सक्नुहुन्छ हजुरहरूले